मेरो प्रश्न यहाँ उपस्थित भेलालाई, उपस्थित समुदाय मनाउँछौ कि मनाउँदैनौ? त्यसरी नै आजको यो भेला त्यही शोक सभालाई स्मरण गर्ने हो। आज हामी यहाँनिर आफ्नो उत्सव, नेपालीको महान चाड उत्सव हुँदै गर्दा पनि मुटुमा शहीद र घाइतेलाई राखेर आज उपस्थित भएका छौं। उहाँहरूलाई नभुलिकन हामीले तिहार मनाउँदा पनि उहाँहरूलाई हामीले भुल्नु कदापि हुँदैन। हिजो भर्खर मात्रै जस्तो लाग्छ रगतको आहालमा यो देश डुब्दै गर्दा, आँसुको आहालमा यो देश डुब्दै थियो। हिजो भर्खर जस्तो लाग्छ, तर आज हामी त्यो आलो रगत सुक्न नपाउँदै र त्यो आँसुको आहालबाट हामी उम्कन नपाउँदै के खुसी भएर हाँसखेल गरेर के हामी रमाऊ? कुन नैतिकताले रमाउनु? हामीलाई त्यो नैतिकताले दिँदैन। यदि हामी पक्का नेपाली हो भने हाम्रै घर परिवारको निमित्त लड्ने ती जेन्जीहरू, हाम्रै घर परिवारका लागि लड्ने ती आम नेपाली जो हिजो शहीद भए, जो घाइते भए, ती आफ्नै परिवारको जस्तो लाग्छ। किनभने हाम्रो भविष्यको लागि लडेको, हाम्रो घरको चुला र चौका बाल्नलाई हो। लाग्छ कहिलेकाहीँ यहाँ यसो लडिरहँदा, भुइँमा लड्दा ऊ उसको लागि मर्यो, होइन। त्यहाँ मर्दै गर्दा, त्यो ज्यान ढल्दै गर्दा उसको लागि मात्र मरेको होइन। यो देश बनाउँदै गर्दा, देशमा परिवर्तन आउँदा तपाईँ र हाम्रो घरको चुलो बाल्नको लागि त्यो उसको ज्यान गएको आम समुदाय। हाम्रो एउटा भाइ बित्दै गर्दा, एउटा दाइ बित्दै गर्दा, एउटा हाम्रो नेपाली नागरिक बित्दै गर्दा त्यो हाम्रो घरको चुलो बाल्नलाई उसको ज्यान गएको। के हाम्रो परिवार हामीबाट छुटेको होइन र? के हामीबाट ऊ टाढा भएको होइन र? हाम्रै घरको सदस्य जस्तो होइन र? त्यसो हुँदा यो पालिको तिहार उहाँहरूकै निमित्त हाम्रो समर्पण हो, हाम्रो शोक उहाँहरूको निमित्त एउटा श्रद्धा सुमन। यो भेलाले त्यही जनाउँदैछ, मलाई त्यसो लागिरहेको छ। अब कुरा गरौँ यसो हाम्रो जेन्जी आन्दोलनको वास्तविक मुद्दा के थियो? हामीले बुझ्छौँ। कसैले भन्नुहुन्छ सोशल अनब्यान गरोस् भनेर, सामाजिक सञ्जाल बन्द भयो यस कारणले गर्दा त्यसको विरुद्धमा। कसैले के भन्नुहुन्छ, कसैले के, तर वास्तवमा मूलभूत रूपमा त्यसको केन्द्रमा जेन्जी आन्दोलन भ्रष्टाचार विरुद्धको आन्दोलन थियो। जेन्जी आन्दोलन भ्रष्टाचार विरुद्धको आन्दोलन थियो। यहाँ सायद टिकटक बन्द भएको हुन सक्छ उपत्यकामा, तर पूर्वतिर अन्यहरू ठाउँमा टिकटक चलिरहेको थियो। मेरो हातमा पनि टिकटक थियो। त्यतिखेर नेपोपेबी ट्रेन्ड उभेरेर आइरहेको थियो, ज्वार भाटाको रूपमा आइरहेको थियो। जब त्यो हेरिन्थ्यो, आलिशान रूपमा नेताका छोराछोरीहरू आलिशानको जिन्दगी व्यतीत गर्दै गर्दा हामीले तिरेको करबाट उसका उहाँहरूका छोरा र छोरी चाहिँ आलिशानको जिन्दगी व्यतीत गर्ने, अनि हाम्रा दूरदराजका घर, दूरदराज गाउँमा भएका छोरा र छोरी, त्यो पनि नेपाली, जसले कर तिर्छ उसको चाहिँ फोटो च्यातिएको हुनुपर्ने, दौरा सुरुवाल च्यातिएको हुनुपर्ने, तर जो चाहिँ दुःख नगरिकन बाइ बर्थ जन्मसिद्ध सुख र शैल भोग्ने त्यो आलिशान त्यो छोरा र छोरी देख्दै गर्दा यो देशमा किन भिन्नता भयो भन्ने प्रश्न उठ्यो र टिकटकमा त्यो भाइरल बन्यो। नेपो किड्स ट्रेन अगाडि बढ्यो। सामाजिक सञ्जाल बन्द हुनु मात्रैको पीडा होइन जेन्जी आन्दोलन, तर त्यो भ्रष्टाचार विरुद्धको आन्दोलन पनि थियो। हामीले तिरेको करबाट कसैको आलिशान जिन्दगी हुन्छ, तर हामी कर तिर्नेहरू चाहिँ जहीँको त्यही निमुखा भएर बाँच्नुपर्ने, त्यसको विरुद्धको आन्दोलन हो यो जेन्जी आन्दोलन। भाद्र 23-24 को आन्दोलन त्यो मर्म बोकेर त्यसको केन्द्रमा बसेर भएको आन्दोलन हो। हामीले यो कदापि भुल्नु हुँदैन। र त्यतिखेर के अपराध थियो र? सरकारबाट, तत्कालीन सरकार गोली ताकी हान्नु पर्ने, स्कुलको पोसाकमा नो करप्सन भनेर भन्दै गर्दा, भ्रष्टाचार नहोस्, हामीले गरी खान पाउनुपर्छ, हामीलाई समानता हुनुपर्छ, इक्वालिटी हुनुपर्छ भन्दै गर्दा स्कुलको पोसाकमा एउटा ब्यानर देखाउँदै गर्दा वा प्ले कार्ड देखाउँदै गर्दा गोली हान्नु पर्ने के त्यस्तो अपराध गरेको थियो र जेन्जीले? के अपराध गरेको थियो र त्यो नाबालकहरूले, जसको चाहिँ टाउकोमा ताकी गोली हान्नु पर्ने के अपराध थियो? त्यस कारणले गर्दा त्यो निर्मम दमनको विरुद्धमा भदौ 23 मा जेन्जीले इनिसिएसन, भदौ 23 मा जेन्जीले सुरुवात गरे पनि त्यसको परिणाम स्वरूप भदौ 24 जेन्जीको मात्र आन्दोलन भएन।
आज म जेन वाईको प्रतिनिधि गर्दै गर्दा म यो निवेदन गरौँ, भदौ 24 मा जेन वाई मात्र होइन, जेन एक्समा आम नेपालीहरू सारा नेपाली सडकमा उर्लिएको। जेनजीले सुरु गर्यो तर अन्त्य नेपालीले गरेको हो। अन्त्य सारा नेपालीले गरेको आन्दोलन हो। सुरुवात जेनजीले गर्यो तर त्यसको अन्त्य सारा नेपाली मिलेर गरेको हो। यो कदापि हामीले भुल्नु हुँदैन। त्यसकारण यो आन्दोलन जेनजीको मात्र होइन, कसैको पेवा होइन, यो आन्दोलन सारा आम नेपालीको आन्दोलन हो। यसलाई यसरी बुझ्न म अनुरोध गर्न चाहन्छु। यहाँ जेनजी मात्र होइन, जेन एक्स, जेन वाई, बेबी बुमर सबै नेपाली जनता एक ठाउँमा आउनुपर्छ, एक ठाउँमा उभिनुपर्छ, अनि मात्रै परिवर्तन सम्भव छ। र अब यसो भन्दै गर्दाखेरि हामीलाई कहिलेकाहीँ कति सुन्ने गर्छौँ, यो आन्दोलन सफल त भयो तर यो आन्दोलन कतै डिरेल त हुने होइन। त्यस कारणले गर्दा आम नेपालीलाई यहाँबाट हामी आह्वान गर्छौँ, आम नेपालीलाई, आम नेपाली सारा नेपाली आह्वान गर्छौँ, यो आन्दोलनलाई हामीले बदनाम गर्न दिनु हुँदैन। कसैको घुसपेटबाट होस् वा कसैको बदनाम गर्ने बदनियतको कारणले होस्, यसलाई बदनाम गर्ने काम गर्नु हुँदैन। यो आन्दोलनलाई यसलाई साझा बनाउनु पर्छ। यो आम नेपालीको आन्दोलन भनेर यसलाई हामीले नाम दिनुपर्छ, अपनत्व गर्नुपर्छ। यो आन्दोलनलाई हामीले स्वीकार्नै पर्छ, हामीले स्वागत गर्नै पर्छ र यसलाई संस्थागत गर्नुपर्छ। सरकारबाट यसलाई संस्थागत गर्नुपर्छ। होइन भने यो आन्दोलन केटाकेटीको खेल हो भनेर बदनाम गरिँदैछ। यो आन्दोलन आयो, केटाकेटी यसो रहरले आयो, टिकटक चलाउनु नपाएर आन्दोलन गर्यो, अनि आन्दोलन गर्यो, डङ्डा र ढुनुङ गर्यो, झुक्किएर सत्ता ढल्यो भन्ने कुरा होइन। झुक्किएर भएको होइन। त्यो 23 गतेको आन्दोलनमा आफ्नै आँखा अगाडि हाम्रा साथीभाइहरू, हाम्रा भाइ बहिनी ढल्दै गर्दा झुक्किएर सत्ता ढल्यो होइन। झुक्किएर सत्ता ढलेको होइन। हाम्रो आँखा अगाडि, हाम्रो काखमा एउटा बच्चाको रगतले लतपतिएको एउटा काखमा बच्चाको, एउटा आमाको काखमा बच्चा देख्दै गर्दा कसरी झुक्किएर सरकार ढल्छ? त्यही जनविद्रोह हो, त्यसैको आक्रोश हो। एउटा बच्चालाई स्कुलको ड्रेसमा गोली ठोक्दा जन आक्रोश उर्लिएर, जनसागर उर्लिएर आएको हो। उपत्यकामा मात्र होइन, सारा नेपालमा। अनि कसरी झुक्किएर सरकार ढलेको होइन, आम नेपालीको जनआक्रोशको परिणाम हो। यदि भदौ 23 गते नै सरकारले जेनजीहरूलाई बोलाएर राम्रोसँगले उहाँहरूको कुरालाई सम्बोधन गरेको भए सत्ता ढल्दैन थियो। उहाँहरूले सम्बोधन गरिदिएको भए 24 गतेको आन्दोलन हुँदैन थियो। तर भदौ 23 गतेको आन्दोलनको सम्बोधन नहुँदा बरु दमन भयो। के दमन गरियो? के अपराध थियो र त्यसरी दमन गर्नुपर्ने हो? त्यही दमनको विरुद्धमा जनविद्रोह हो यो अहिलेको आन्दोलन। 23 जेनजी आन्दोलन, तर समाप्त सारा नेपालीले गरेको आन्दोलन। यसमा के हिन्दू, यसमा के बुद्धिस्ट, यसमा के मुस्लिम, यसमा के किराँत, यसमा के बौद्धिस्टहरू, यसमा के राई, के लिम्बू, के मगर, के गुरुङ, के नेपाली, के नेउपाने, के खतिवडा, के चौलागाई, हामी सबै नेपाली एक ठाउँमा आएर यो जनविद्रोह गरेको हो र सफल बनाएको। यसकारण यहाँ कसैले कुनै जातिको नाउँमा, कुनै धर्मको नाउँमा यहाँनिर कसैलाई आक्षेप लगाइन्छ भने उहाँहरूलाई हाम्रो प्रश्न, के हामी नेपाली होइनौ? हिन्दू हुँदैमा के नेपाली हुन नपाउने? मुस्लिम हुँदैमा के नेपाली भन्न नपाइने? के हामी किराँत हुँदैमा, के हामी बौद्धिस्ट हुँदैमा वा अन्य जुनसुकै आस्थामा बस्दैमा के हामी नेपाली होइनौ? हाम्रो पनि दायित्व हुन्छ यो नेपालको लागि, यो नेपाल माटोको लागि। यो जनविद्रोह जुन भएको छ त्यसमा हाम्रो पनि सहभागिता थियो, छ र रहनेछ। किनभने यो आम नेपालीको आन्दोलन हो, सारा नेपालीको परिवर्तनको खातिर हो। यहाँनिर जात र धर्मको कुरा हुँदैन। जाति र पार्टी भन्दा माथि अबको देशको राजनीति हुनुपर्छ। यही हो आह्वान। त्यही भएर आज शहीद परिवारलाई स्मरण गर्नु। देश नै नरहे हामी के को जाति रहन्छौँ? देशै नेपाल नै रहेन भने हामी के को धर्मावलम्बी रहन्छौँ? फुरफुर नगर्दा हुन्छ। त्यसकारणले आरोप नलगाऊ। कुन जातिको यहाँ भिडमा छ त्यता फोकस होइन, कुन धर्मको छ यो भिडमा त्यतातिर आँखा नलगाऊ। तर यो मुटुमा नेपालीपन छ कि छैन त्यसलाई नापौँ। सक्नुहुन्छ भने जसले आरोप लगाउँछ तपाईँ र हामी यहाँ बसेर तराजुमा जोखौँ। नासाबाट नयाँ प्रविधि बरु जन्माऊ। तपाईँ आरोप लगाउनेको हातमा, तपाईँको मुटुमा र हाम्रो मुटुलाई दाजौँ। तपाईँको मुटुमा चाहिँ नेपालीपन छ कि हाम्रो मुटुमा छ? यसरी विभेदी कुरा नगरौँ कसैले पनि।
घुसपेट गर्ने काम गरेर हाम्रो समुदायलाई यो हाम्रो आन्दोलनलाई बदनाम गर्ने काम नगरौँ।